हेलो गाइज, आज चाहिँ हामी जान लागेको श्रीकोट सल्यान श्रीकोट मन्दिरमा र हामी आज म मेरो साथी सन्देश अङ्कल मेरो भाइ अगाडि सब हुनुहुन्छ हैन। सबै जान लागेको आज चाहिँ सबै परिवार घुम्न भनेर जान लागेको। हामी चाहिँ नैनर आइपुग्यौँ। अब नैनरको बाटो हुँदै जान लाग्छौँ श्रीकोट। यस, वी आर गोइङ टु श्रीकोट। जाने ठाउँ चाहिँ श्रीकोट गाइज। यस, श्रीकोट। अनि गाइज हामीलाई पनि यसो देखाउनु पाए केही हुन्थ्यो है। हाम्रो हिरो, हाम्रो यो श्रीकोटको हिरो चाहिँ यहाँ हुनुहुन्छ राजेश हमाल, टिकटकर पनि हुनुहुन्छ। यहाँको घरमा धेरै फुल छ। फुल किन्न आउने भए राजेश पौडेलको घर कहाँ हो भनेपछि थोरै नै बताइदिन्छ। फुलै फुलको बगैँचा छ पुरै होइन। टिकटकको नम्बर 1 हुनुहुन्छ हाम्रो अङ्कल। टिकटकको नम्बर 1 राजेश पौडेल अनि बिमला पौडेल। यस, टिकटकको नम्बर 1 राजेश पौडेल अनि बिमला पौडेल हैन। अलिकति खतरनाक हुनुहुन्छ। जब बसन्तपुरको नम्बर 1 टिकटकर हुनुहुन्छ हाम्रो हैन। हामी चाहिँ सबै फ्यामिली भएर है घुम्न गइरहेका छौँ। हो, अनि अलि जोडले बोल्नुहोस्। अहिले हामी ठ्याक्कै यो के ठाउँ भन्छ यो धौला डाँडा। हामी चाहिँ धौला डाँडा आइपुगेका छौँ। यहाँ भ्यूहरू सब बाहिरको कस्तो भ्यू। हामी चाहिँ अब भोजपुर आइपुगेको छौँ। भोजपुरबाट जाँदैछौँ अब हामी होइन। अनि भोजपुर गइसकेपछि अब हामी सर तुलसीपुर निस्किन्छौँ। तुलसीपुरबाट जान्छौँ अनि होइन। अनि त्यसपछि जाँदैछौँ। अब हुँ गएर भेट्नेछौँ। यो बाटो चाहिँ बिचमा बहुत अप्ठ्यारो छ कि, खाल्डाखुल्डी यताउति होइन। त्यही भएर बिचमा भडक बनाउनु चाहिँ गाह्रो हुन्छ नि त। पछि फेरि हुँ पुगेपछि बनाउँला होइन। ठाउँ राम्रो आएपछि म बनाउँछु। अनि हामी चाहिँ यहीँ बसेर रमाइलो गरेका छौँ होइन। टक्क मजा छ, रमाइलो गर्दै गइरहेछौँ होइन। हामी चाहिँ पुगार चोक आइसकेका छौँ। हामी अघि नै चाहिँ गाडी आपुरबाट पुगार चोक आइसक्यौँ। अब हामी चाहिँ तुलसीपुरको बाटो जाँदैछौँ। अब चाहिँ हामी तुलसीपुरको बाटो हुँदै जान्छौँ। अनि बाटो चाहिँ अलिकति डेन्जर रहेछ। अब चाहिँ पिच बाटो आइसक्यौँ। अब चाहिँ भिडियो बनाउन पाउँछु होइन। अनि पुगार चोकको ठाउँ पनि राम्रै रहेछ। ठाउँहरू देख्यो, नयाँ नयाँ ठाउँहरू राम्रो राम्रो रहेछ होइन। अब चाहिँ जानेछौँ। तर बाटो चाहिँ खतम के होइन। पिच भयो पनि लास्टै खतम के। गाडी पनि त्यस्तै टाइपका कुरेज गर्ने पनि अलिकति हुन्छ। मजा नि होला क्या। इलेक्ट्रिकल भ्यान होइन। इलेक्ट्रिकल भ्यानमा हामी चाहिँ श्रीकोट जान आएको। अहिले चाहिँ पुगार चोक आउँदैछ। पुगार चोक आइसकेको छ। अब चाहिँ हामीले हुँदै श्रीकोट जान्छौँ होइन। गैरीगाउँ हुँदै के ठाउँ चाहिँ नयाँ ठाउँ आएको के थाहा हुँदैन नि त। हामी चाहिँ अब तुलसीपुर आइपुगेको छौँ। तुलसीपुरको बजार। हामी पानी सानी फलफुल सलफुल सब किनेर हामी चाहिँ अब तुलसीपुरको रोड हुँदै जान लागेको छौँ हामी होइन। ठाउँ चाहिँ बबाल छ। ठिकै छ, चलिरहेछ यसो। यता चाहिँ ट्राफिक छ, बाहिर हात झिक्न पाइँदैन, गाली गर्छ होइन। अनि तुलसीपुरको बजारमा त अलमल पऱ्यो कत्रो बजार होइन। सही रहेछ कि ठाउँ चाहिँ होइन। सिधै हो ठाउँ चाहिँ मलाई मन पऱ्यो क्या। बबाल बजार पनि दामी दामी ठुलो होटेलहरू होइन। बाटो चाहिँ उस्तै जहाँ पनि पिच भयो पनि खतम बाटो त। बाटो जहाँ पनि त्यस्तो भयो नि त। हुन्छ टिप्पर हिँडेर पनि यस्तै होला नि त होइन। नट ब्याड, ठिक छ। हामी चाहिँ होइन जाने अनि रमाइलो पनि गर्ने। हामीसँग स्पिकर पनि छ। स्पिकर पनि लगेर जाने, नाच्ने होइन। गाउने हामीसँग अर्को एउटा चिज पनि छ। के हेर्नुहुन्छ, हामीसँग पारो पनि छ। यहाँ बसेछ पारो मसँग। यहाँ छ पारो, यहाँ बसेको छ। अनि हाम्रो मेन गाडीको खन्चुवा भनेर भनिने चिनिने मान्छे को थाहा छ?
हाम्रो गाडीको खन्चुवा भनेको मेरो भाइ सिर्जन पौडेल लुक एट मी ब्रो ही इज माई खन्चुवा बोय खाएको भाइ मन्दिर जाने नखाम चिज नखाम भनेको त खाने भोक लाग्यो खानै पर्यो अनि खाली पेट गएर म भगवान पूजा गर्ने तर उसले चाहिँ पेट भरेर पूजा गर्छ पूजा अचम्म मान्छे छ होइन हामी चाहिँ भोकै छौँ होइन तुलसीपुर बजार आइपुग्यौँ बस पार्क आइपुगेको छौँ अब होइन एयरपोर्ट पनि देख्यौँ एयरपोर्ट राम्रोसँग हेर्न पाइएन हेर्न त हेऱ्यौँ एयरपोर्टबाट होइन अनि बाटो चाहिँ ठिकै रहेछ जस्तो नराम्रो होइन तर ब्याड गुड बस पार्क आएर बस पार्क छ होइन बस पार्क गइपुग्यो उता हो बसहरू बस पार्क ओहो पार्क सब छ नि यतातिर तुलसीपुर भनेपछि त जसले पनि चिन्छ कि होइन गजब छ ठाउँ चाहिँ राम्रो क्याब इट इज गुड रानी केक त कति जहाँ पनि खोजेको छ क्या यो राईमा पनि छ रानी केक यहाँ पनि यही तुलसीपुरबाट सुरु भएको रहेछ रानी केक भन्ने अहिले जताको त्यही सुन्छ अङ्कल कस्तो लागिरहेको छ हाम्रो यहाँ टुर एकदम रमाइलो लागिरहेको छ कस्तो फिल भइरहेछ आनन्द आइरहेछ होइन गाडी पनि मजाको चलिरहेछ बाटो चाहिँ यस्तो छ कि ट्रक हिँडे जस्तो छ क्या बाटो होइन अलिक अप्ठ्यारो छ अनि अरू भन्नुहोस् हल्का हल्का हजुर भइरहेछ तर हामी राम्रै छ होइन ल अब हामी अगाडि लाग्छौँ अगाडि गएपछि फेरि भिडियो बनाउनु यस्तो छ क्या बाटो राम्रो भए पो भिडियो बनाउने होइन बाटै भच्या गाइज हामी चाहिँ अब सुइकोट जाने उकालोमा आइसकेको छौँ होइन यो चाहिँ पछाडिको मन्दिर अझै माथि एउटा मन्दिर छ त्यहाँ जाने हो अनि हामी चाहिँ सबै यहीँ छ नि पछाडि भ्यान छ अनि होइन हाम्रो अङ्कल हुनुहुन्छ त्यहाँ अनि ठाउँ चाहिँ बवाल छ होइन हाम्रो भ्यान चाहिँ त्यहाँ छ भेना चाहिँ त्यहीँ हुनुहुन्छ कुकुरलाई बमिट भएर एकछिन रोकेको सबै सेफ्टी फेर्ने भनेर सब जानुभएको छ हामी जस्तो मजासँग घुम्ने भनेर सर जामिन तलतिर घुम्दै ठाउँ चाहिँ बवाल कि होइन अङ्कल भिडियो बनाइदिउँ क्यामेराम्यान पनि युट्युबमा हालिदिउँ आशिका तामाङ बोलाइदिउँ यस्तो पाइन्छ काठमाडौँको मानिदिउँ न आशिका तामाङ बोलाइदिउँ यस्तो गरेर पाइन्छ तर ठाउँ चाहिँ बवाल होइन गजब लाग्यो यो ठाउँ चाहिँ घुम्न आउनुलाई हजुर पनि सुइकोट भन्ने ठाउँ हो यो होइन तुलसीपुरदेखि यतापट्टि पर्छ ठाउँ चाहिँ बब्बाल छ होइन दामी भ्यू होइन वहाँ पर चाहिँ हाम्रो बाबाहरू गइसक्नु भएको छ वहाँ पर हाम्रो चाहिँ भ्यान यहाँ छ गाडी बाबु यहाँ छ कुकुरलाई बमिट भएछ अब चाहिँ हामी सर घुम्छौँ हामी पनि पिछाडि जान्छौँ होइन यस्तो फ्रेस हुनुलाई पनि रोकेको होइन हाम्रो अङ्कल हिरो हेर्नुहोस् न हिरोलाई ए बोल्नुहोस् अरे बस अरू हजुर हजुर हाम्रो अझै थाहा छैन नि त भर्खर आएको दामी छैन ठाउँ चाहिँ बवाल हो क्या अङ्कल यो चाहिँ घुम्न भनेर आउनुलाई चाहिँ ठिक छ चस्मा लाउनुहोस् न हजुरले कस्तो हुँदैछ खै हेरौँ त हजुर गाडी पनि हाम्रो भेनाजुको होइन गाडी पनि सही छ हामी गाडीमा आयौँ घुम्यौँ होइन बवाल लागेको ठाउँ पनि अनि यहीँ हुनुहुन्छ होइन अब चाहिँ हामी फ्रेस भएर अब चाहिँ यही बाटो सर हामी सुइकोट माथि कोटमै पुग्छौँ कोटमा पुगेपछि एउटा मन्दिर छ त्यहाँ पुगेपछि हामी फेरि घर फर्किन्छौँ घर फर्केर खानपिन गर्ने अहिले चाहिँ मन्दिर पूजा गर्न मात्रै आएको घरबाट हिँडेको पनि घरबाट हामी कति बजी हिँड्यौँ रे घरबाट हामी कति बजी हिँड्यौँ 6 बजे यस्तो कति बजी हिँड्यौँ हामी
हामी मन्दिरमा जाँदैछौँ अनि पहिलोचोटि हो जान्लाको सबैले पास सब टिभीसँग हो अनि अरू रमाइलो छ नि ठाउँ चाहिँ रमाइलो छ अहिले नाच्ने अघि कि नाच्नु एकताल नाचेँ त नाचौँ के एकताल नाचिदिनुहोस् ल ल जे गरेर डेक लिएर आउँछ नाचिदिनु एकताल हामी नाच्छौँ हामी नाचेको भिडियो पनि बनाउँछौँ ओके नाच्दा चाहिँ भागेको के त गाइज हामी चाहिँ अब श्रीकोट आइपुगेका छौँ हामी चाहिँ श्रीकोटको कोटमा छौँ हामी चाहिँ वनमा छौँ अहिले होइन वनमा आइपुग्यौँ अब चाहिँ हामी मन्दिर जान लाग्छौँ मन्दिरको बाटो पनि त्यतैपट्टि छ हामी चाहिँ यता भिडियो छ पछाडि भिडियो छ त्यो दामी भ्यू हो हेर्नु त खतरा छ होइन भ्यू अनि हामी चाहिँ जाने बाटो यही हो श्रीकोटको ट्याक्क त्यही गेट हो त्यो गेटदेखि माथि जाने हो हामी चाहिँ हामी आइपुगेछौँ श्रीकोट आइपुग्यौँ होइन उतापट्टि सल्यान यतापट्टि दाङ यहाँ एउटा खोलाले चित्ताउँछ सिमाना दाङ र सल्यानको यतापट्टि यो सल्यानको लेक हो र हामी अहिले दाङको सिमानामा छौँ दाङको लेकमा छौँ अहिले हाम्रो परिवार सबै पाठो बोकेर अङ्कल त्यहाँ हुनुहुन्छ हजुरबा हुनुहुन्छ सबै ल होइन हामी सब छौँ हामी चाहिँ अब घुम्ने रमाइलो गर्ने अब त जाने होइन अब श्रीकोटतिर अब माथितिर देवीको मन्दिरतिर जाने हो अनि यहाँ चाहिँ मान्छे पहिलेदेखि आइसकेका रहेछन् होइन यता पनि हजुर ए लाने हजुर लाने भयो जाने होला त हस् अब चाहिँ हामी हाम्रो गाडी चाहिँ यहाँ उम्या छ हाम्रो भेडाजी त्यहीँ हुनुहुन्छ अब चाहिँ हामी टक्क श्रीकोटको माथि मन्दिर जाँदैछौँ गणेश कम हियर वी आर गोइङ हजुर भन्नुहोस् यो सल्यान के अरे उसको हो नि सल्यानको लेक हो नि यो सल्यानको लेक तल चाहिँ उसले यो खोलाले उ गर्छ नि हजुर कस्तो दामी भ्यू वाउ बबाल ठाउँ चाहिँ दामी रहेछ ठाउँ चाहिँ मलाई मन पर्यो लागेर जान्छौँ होइन बाबासँग सँगै जाने भनेको हो अब होइन दानी यो अन्त दाङ त्यो हामी चाहिँ मन्दिर भित्रिसक्यौँ अब चाहिँ हामी जान लागेको मन्दिर होइन डेक स्पिकर बजाउँदै उकालो साह्रो उकालो रहेछ होइन पाठो लाग्दै जान लाग्छ हामी चाहिँ यस्तो दामी ठाउँ छ कि आएर यहीँ बसौँ जस्तो पनि लाग्छ होइन यस्तो दामी ठाउँ के यस्तो ठाउँमा मन्दिर हुने अचम्म एउटा कुरो पनि अचम्मै हो होइन यहाँ पनि यस्तो ठाउँमा मन्दिर बस्नु भनेकै राम्रो सानो ब्रो यहाँ बोलेको सुनि न ब्रो होइन भन्नु बोल्नु पऱ्यो नि त तर पानी पर होला यो बालो चाहिँ अलिकति खतरा हो क्या फेरि दामी रहेछ होइन मन पऱ्यो मलाई अब चाहिँ गजब यस्तो दामी यो बाटो नै बब्बाल के होइन टक्क माथि यता हेर्नुहोस् न रुखहरू काफलको बुढाहरू हेर्दै काफल बुढा रहेछ तर फलेको रहेन रहेछ होइन काफलको बुढा चाहिँ फलेको रहेछ बहुत उकालो चाहिँ उकालो हुँदैछ होइन साह्रो गजब राम्रो मन पर्यो कस्तो दामी बाटो पनि बनाइदिएको होइन यहाँको बासिन्दाले हेर्नुहोस् न बबाल भ्यू देख्नु हो गजब हामी चाहिँ लालीगुराँसको चिन्दैछौँ होइन लालीगुराँसको फुल चाहिँ देखिसकेँ मैले तर के गर्नु त्यो लालीगुराँस हेर्नुहोस् हिटिन्छ तर म किनभने सकेँ टिपिहाल्यो होइन लालीगुराँस देख्नु वाउ यो अन्त लालीगुराँसको फुल देख्नुभयो
लालीगुराँसको फुल टिपिसकेँ मैले। आई लाइक दिस लालीगुराँस, दामी। ठाउँ चाहिँ भोके लास्ट मनपर्छ मलाई त ठाउँ चाहिँ। मेरो लालीगुराँसको बोर्ड होइन, टक्क काफलको बोर्डहरू ऐसरी चाहिँ अब त्यहाँबाट लालीगुराँस टिपेर यहाँ चाहिँ बसेको, यहाँ रेस्ट गरेको। यो हाम्रो फुपूलाई सबै रेस्ट गरेर धौ भयो नि त। उकालो छ यत्रो होइन, यत्रो उकालो छ, हिँड्न पनि धौ हुन्छ। सुइकोट सल्यान, लगभग सल्यानको सिमानामा आइपुगेका छौँ हामी। अब चाहिँ हामी माथि जाँदैछौँ अनि हाम्रो परिवार सबै यहीँ हुनुहुन्छ। दामी छ बास। हजुर हामी चाहिँ हाम्रो परिवार सबैजना लगाएको, आमा अगाडि हिँड्दै हुनुहुन्छ। बाटो चाहिँ लास्टै उकालो रहेछ, राम्रो छ बाटो, राम्रो होइन। अनि होइन अलिक गाह्रो हुन्छ, बुढाबुढीलाई हिँड्न गाह्रो छ अझै पनि। हेर्नु तर ठाउँ चाहिँ हेर्नु न, कस्तो शीतल बाटोमा होइन, हिँड्ने बेला बाटोमा छायाकै रुखको कस्तो राम्रो। वाउ बाबा ठाउँ गजब। ए लालीगुराँस, काफल, ओइसुडु अनि सबैकै यहाँ सल्यान भनेपछि के नपाइएला, अब सब पाइन्छ। अब सब थोक टिप्दै हिँड्दै घुम्दै सबै गर्दै हेर्दै जानुपर्छ। तपाईँले मेरो साथ दिनुपर्छ, हेर्दै जानुपर्छ। भिडियो हेर्नु गर्नुपर्छ। हेर्नुहोस् न म कहाँ आइपुगेँ, कहाँको भिडियो लिएर आउनु लास्ट फेरि मैले, त्यो पनि हुन्छ। अनि यहाँको लालीगुराँस, वाउ लालीगुराँस खोज्नलाई हामी कहाँ पुग्नुपर्छ, यति नै आइपुग्छ। हजुर लालीगुराँस टिपिसकेँ भेना चाहिँ मैले। हजुर लालीगुराँस कस्तो राम्रो फुल के यो के यही हो मन्दिर। हजुर हाम्रो ठाउँमा आइपुग्यौँ। त्यहाँबाट आमा आउँदै हुन्छ। ठाउँ चाहिँ बब्बाल छ के। अब चाहिँ म तपाईँलाई माथि मन्दिर गएर भेट्छु, त्यसको लागि अहिलेको लागि बाई। चाहिँ अब मन्दिर आइपुगेको छौँ। अब चाहिँ हामी मन्दिर जान लागेको। मन्दिर लगभग नजिकै छ भने आइपुग्यौँ होइन। मन्दिर जाने अनि हिँड्ने लालीगुराँस सानो लालीगुराँस अनि यहाँ चाहिँ भवन गर्ने यही मन्दिर रहेछ। मन्दिर आइपुग्यो, मन्दिर यही मन्दिर हो खै। यहाँ केही पनि सुनेन, बुझेको बाँदर हुनु बाँदर आइगयो। अब चाहिँ जुत्ता छोराएर जाने कि जुत्ता लगाएर हाम्रो परिवार सबै आउनुहोस् होइन। सबै छौँ हामी, लगभग 12-13 जना छौँ होइन। हाम्रो चाहिँ ठाउँ गजब छ, बबालाई ठाउँ चाहिँ होइन। मन्दिर पनि राम्रो रहेछ, यहाँ मागेको सबै पुग्छ भनेको सुनेँ मैले। त्यही भएर जति भनेर माग्न आएको हुनसँग केही कुरा माग्छु, बुढा भए पनि मलाई फेरि म भेट्न आउँछु पक्कामा गर्नेछु। भगवान्लाई चाहिँ यहाँ छ मन्दिर चाहिँ। अब हामी मन्दिर जानेछौँ फेरि अब भित्र। अझै पुजारी आउनु भएको छैन, पुजारी आएपछि जाने हो, त्यतिकै हामी छिर्नु हुँदैन। अब चाहिँ मन्दिरभित्र पुगेपछि फेरि म भिडियो बनाउँछु। अब हामी चाहिँ मन्दिरमा आइपुगेर पूजासुजा गरेर अब चाहिँ हामी घर फर्किन लागेको हो। पूजासुजा भ्याइयो तब सबै पूजासुजा गरेर अब चाहिँ हामी मन्दिरमा पूजा गऱ्यौँ। अनि त्यसपछि टिका लाउने हुन्छ, टिका लगाएर अब चाहिँ घरतिर फर्किने। मैले टिका लगाइसकेँ, मैले टिका लगाइसक्नु भयो। अब चाहिँ घरतिर फर्किने, घर जाने, घर गएर खाना खाने। खाना खाँदैन भएसम्म लगभग 12-1 बज्यो होला नि त होइन। अनि अब चाहिँ पूजा गऱ्यो अनि अब पाठ हालेर अब जाने। अब हामी जान्छौँ, अब फेरि त्यही बाटो जान्छौँ। देखाउनुहुन्छ कहाँ के हुन्छ कसो हुन्छ होइन। ठाउँ चाहिँ यस्तो बबा लाग्यो। वाउ मन्दिर पनि हेर्नुहोस् त कस्तो दामी ठाउँमा छ। त्यो हो नि मन्दिर हेर्नु त, दामी मन्दिर छ, बब्बा लाग्यो मलाई मन्दिर। अनि यहाँ देवीको मन्दिर रहेछ। अनि यता पछाडिपट्टि चाहिँ पाठो काट्ने रहेछ। अनि पाठो काट्यौँ अनि आयौँ होइन। राम्रोसँग मन्दिरको पनि दर्शन भयो, राम्रोसँग मन्दिरको दर्शन गऱ्यौँ। सबै रमाइलो भयो यताउता सबै। अनि
यो मन्दिर चाहिँ अलिकति अग्लो ठाउँमा रहेछ, देवी चाहिँ यहाँ आएर बस्नु भएको रहेछ भन्ने सुन्यो। राम्रो लाग्यो मलाई ठाउँ, गजब। अब चाहिँ हामी फेरि तल गएर भेट्नेछौँ गाइज। हामी चाहिँ अब मन्दिरबाट फर्केर मन्दिर पूजा गरेर हामी आइसकेका छौँ तल आइपुग्यौँ। अब चाहिँ हामी चाहिँ फेरि अब घर जान लाग्छौँ। मन्दिर पूजासुजा गरेर नास्ता खाएर अब यो बाटो फर्केर यही बाटो अघि नै बिहान जुन बाटो यहाँ म रोकेको थिएँ रेस्ट गर्नलाई, हामी फेरि त्यही बाटो आएर रोकेका छौँ। पछाडि मन्दिर छ, यो बाटो चाहिँ बब्बाल छ, दामी छ होइन। हामी चाहिँ अब घर जान लाग्यो। अब चाहिँ म फेरि तुलसीपुर गएर भेट्छु, चोकमा भेट्छु होइन। दामी छ यो ठाउँ चाहिँ, बब्बाल लाग्यो मलाई होइन। पैसा मलाई दामी छ। हाम्रो अङ्कल आन्टी चाहिँ यहाँ आउनुहुन्छ यही होइन। टक्क लगाएर हाम्रो गाडी यहीँ छ। हामी बिहानकै स्टेसनमा आइपुगेका छौँ। अब चाहिँ हामी फेरि घर जान्छौँ। अब म चाहिँ गएर तुलसीपुर भेट्छु, फेरि अब नास्ता खाने हुन्छ, त्यहाँ चार्ज गर्ने हुन्छ, त्यहाँ गएर फेरि भेट्छु। अहिले चाहिँ फर्किसक्यौँ हामी, फर्किसक्यौँ। अब गएर खाजा बाटोसाटो बनाएर अब हुन्छ व्यवस्था टक्क गर्ने हो। अब चाहिँ हामी जाने टाइममा टक्क। यो चाहिँ खतरा लाग्यो मलाई, यताको भ्यू चाहिँ बबाल छ कि होइन, दामी भ्यू, वाडा भ्यू। बाटो चाहिँ बबाल हो कि यताको होइन अङ्कल? यताको बाटो बबाल छ कि छैन? यताको बाटो बबाल छ कि छैन? बाटो बबाल छ कि नै? बबाल छ नि, भइहाल्यो। ठिक छ होइन। हामी चाहिँ माथितिर लागेर यसो लर्र पारेर घुम्नु कस्तो गर्छ होइन, बाटोले चाहिँ गर्यो। ल्याङ गर्छ कि बाटो बिचमा। अनि भेनाजु चाहिँ आइरहेको छ ए होइन। भेनाजु चाहिँ कहाँ गुरुजी हुनुहुन्छ? सब्सक्राइब गरिदिनु भन्नु न, लाइक एन्ड सब्सक्राइब प्लिज। ल भेनाजुले भनिसक्नु पक्कै पनि गरौँ। भेनाजु भने चाहिँ सर्थ गर्नु ल। हेर्नुहोस् न, हेर्नुहोस् के होइन, यो भिडियो हो। अब म पत्रकार हो कि, म पत्रकार युट्युबमा हालिदिन्छु अहिले। मेरो भिडियो बनाएको छ, मेरो भिडियो यहाँ आइरहेको छ हेर्नु। ल गो अनि अब चाहिँ जानलाई हामी होइन। यहाँ हुनुहुन्छ बुवाहरू, भेनाजु त्यहाँ हुनुहुन्छ, हाम्रो गाडी। अब चाहिँ भेनाजु लाइक सब्सक्राइब भनिसक्नु प्लिज गरिदिनु होला।